बहिनी हजुर तिम्रो होटलमा यस्तो नियम थियो किन भाइ बनाउनु पर्छ यो लद्दा यो राम्रोसँग पढौ अन्डरस्ट्यान्ड बोइलेज हेलमेट सबैजनाको होटलमा त्यो नियम त्यही त मैले मजाक गरेको विदेश गरिब घरमा जन्मिसकेपछि एक फेर जानै पर्ने विदेश घर छोड परिवार छोड सबैदेखि टाढा ल के भन्नु अब ल फोन गर है गर्छु के सम्झिन्छु जाम ल जाम मामालाई बाई भन्देऊ ल ल सामान गयो कस्तो कस्तो फिल भयो अलि नर्भस नर्भस भयो के हुन्न ठिक छ पार्टी हेर्दैन चाहिँ एक दिन रातभरि नाइट बसमा आएको थियौँ सो अनि अहिले हामी बसबाट बढाउनु झरेर बाहिर निस्किसक्यौँ अहिले हामी साथीलाई कुर्दैछौँ अनि डकुमेन्टहरू पुरा गर्नु छ अनि कस्तो फिल भयो विशाल काठमाडौँ घुम्दाखेरि मजा आज लास्ट डे होइन नेपालमा अब लास्ट डे हो अनि भोलि चाहिँ हाम्रो विशालको फ्लाइट छ अब 4-5 वर्ष कति बस्छु भन्ने सोचेछन् जे होस् राम्रो होस् सुरज मुले जहिले पर्खिन पर्छ नपर्खे दिनै छैन सुरज लाग्यो जहिले ढिलो क्या उतना बस पार्कबाट हामी आयौँ यहाँ बोलाएर तर आउँदै आएनन् क्या नयाँ कसम कुरेको जति बेला नि नकुरेको त नि कुनै रेकर्ड छैन क्या त्यो मान्छेलाई क्या पर्खिन पर्ने बल्ल आयो ओ देखिरहेको मैले त्यहाँ फेरि भन जति खर्च हुन्छ मैले तिर्छु है सब मैले तिर्छु सब मैले तिर्छु है के खान्छौ ल भन भनेर त दाइ 4वटा चिया अरे सब मैले तिर्छु है 4वटा चिया ब्रो राम्रोसँग पेलमा राम्रोसँग पेलेर हुनु कि पेलमा त हुनु लाग्यो विशाल दोष हेर खाएर हो राम्रोसँग पेलाई खाएर हो आफ्नो सिस्टम बाडेर हो दोष हेर दुबई जाऊ होइन दुबई जाऊ अनि त्यसपछि खाऊ अल्छी नगर काम गर के गर्नुपर्ने हो गर सिस्टम फाड्छौ आफ्नो जे गर्ने हो गर तर मैले पैसा चाहिँ कमाएर त्यहाँ पहिला सुरु आन्टीलाई पठाइदियो आन्टीको धेरै भरोसा म त उसलाई पठाइदियो भन्ला होला उसैको मम्मी हो क्या क्युआरमा पठाइदियो उसैको मम्मी बुझ्यौ नि ल बुझ्छौ तिमीले होइन त्यो स्यालेरी आउँदा कि अब विशाल तामाङ नि त क्युआर पनि एउटै हुन्छ नि त दाममा पनि एउटै हुन्छ होइन कहिले तिम्रो क्युआर चलेन भने क्युआर पठाउनु मिलिहाल्यो खुल्ला छ विशाल म त पर्छु मसँग ठ्याक्कै 15 रुपियाँ छ क्या गाडी गोजीमा हामी रिच किड हो नि कमी छैन गाइस हामी यस्तो हो क्या खट्टु यसरी टक्टायो भने 15 रुपियाँ त झर्छ यस्तो है 15 रुपियाँ रहेछ कि कहाँबाट बाटै चिनेन भरायौँ हामी यार दिनभरि मेन पावरमा झुन्ड्यौँ दिनभरि क्या भोको पेट के बिहानबाट साँझसम्म यति भयो टाइम अहिले ठ्याक्क 7 बजे जाने मान्छे यता यस्तो पुरै भिडभाड तर हामी कता हो केही थाहा छैन फेरि विदेश जान जति सजिलो सोध्छन् नि त्यति सजिलो केही छैन गाइज एकजनाले यति भन्छ एकजनाले यति भन्छ लास्टमा गर नि यति हुन्छ सोचे जस्तो केही छैन है भन्दै सबैले बुझे हुन्छ सबलाई अमेरिका लिएर नि सबलाई अमेरिका त त्यस्तै हो एकदमै गाह्रो हो पुरै राति यसरी हिँड्नुपर्छ
म्याप हेर्दै हिँड्यो गाइस केही थाहा छैन ठाउँ केही थाहा छैन म्याप हेर्दै हिँड्छु तर कहाँ पुग्छौँ हामी के हो चिनेको एउटा उस छ अरूलाई त कति मजा छ त्यहाँ मजा छ हामी यस्तो उस छन् विदेश जाने मान्छे आऊ नत्र नआऊ आउँछु सकेसम्म आउनु पाएँ भने चाहिँ अब के भन्नु ल यो दाजु बहिनीको माया यो होइन कि भयो मलाई त कस्तो कस्तो आउने मन छ नि म त जाने हो आनन्द छ भन न जाने हो त दाइलाई भने दाइसँगै जाने के अरे एक दुई घन्टा मिलाएर आउँ न यदि पायो भने होइन पाए सकेसम्म आउँछु कि म सकेसम्म फेरि न्यु खोज्छ त्यो मान्छे छ अरे न्यु राम्रो भयो राम्ररी जानु ल राम्ररी जानु बाई बाई ल बाई बाई नमस्ते फ्लाइट चल न त भोक पुगिसक्नु नलाग्यो छिन्न पाउनु है एउटा यो भिडमा पूजा गर्दाखेरि कस्तो फिल आयो एकदम रमाइलो फिल आयो पुरै आफै पण्डित बन्देको कि होइन यस्तरी पूजा गरेको पहिलोचोटि हो कि धेरै यस्तरी पूजा गरेको पहिलोचोटि हो लास्टै भिड क्या गेटबाट त मन्दिरसम्म त दिनभरि लाग्छ होला क्या लाइन बसेर पुग्नलाई अनि तर नै हामी चाहिँ आफै पूजा गर्ने भनेर भित्र घुसेर गऱ्यौँ आज सोमबार भएको भएर एकदमै भिड छ लास्टै अनि हाम्रो टाइम पनि छैन नि त टाइम पनि छैन अनि विशालको अब एकछिनमा फ्लाइट छ यस्तो सिनेमेटिक सटहरू लिन्छु भनेको हेरेर पुरै बिगार्यो सबैजना बाहिर जाने तिमी गेटमा कहिले जान्छौ कहिले जान्छौ सिक्दैछु आज दाइले पुऱ्याउनु जाँदा कसरी जाँदैछ अनि भोलि पर्सि पनि जान्छु है आउनु है पुऱ्याउनु राम्रो छ है होइन तिमीलाई पो जान होला जस्तो देखेको त तिमी जानु लाग्यो हो ल बाई बाई विशाल तिमी घर फर्किने म घर फर्किने क्या मेरो मित्र मेरो साथी भाइ के भने पनि बिचरा है तिमी नै हो मलाई एक्लै बनाएर हो तिम्रो नि हो त्यसपछि रुइदिने हो क्या विशाललाई सँगै सँगै हो नि होइन है भोलि पर्सि म पनि आउँछु अनि सँगै घुम्न जाउँ बरु अहिले चाहिँ नजानु मलाई थाहा छ फोटो खिच्न कहाँ जानु भन्नु जाने हो र फोटो खिच्ने सबैजना ल म दुबई जान्छु आज लाग्छ क्या फेरि
पनि जाने भयो यार बहिनी रुइदिइराखेँ अहिलेतिर त जान्छै जस्तो लागिरहेको है अहिलेसम्म मलाई त्यस्तो लागेको थिएन है खेलमा जान लाग्यो यार विशाल त यार जाने हो यस्तै हो तिमीहरू जाने जहिले जिस्काउँथ्यो कि कहिले जाने हो यताउति तिमीहरूको सधैँ यस्तै हो जान्न हो हेन तेन भन्थ्यो यार आज आएर त छोडेर जाने भयो छोडेर जान लाग्यो यार रोइदेऊ नि त यति बहिनी रुइरहेको छ कि